नयाँ भिडियोमा स्वागत छ। यो भिडियोमा हामी गोर्खाली टायर उद्योगको बारेमा कुरा गर्नेछौँ। गोर्खाली टायर उद्योगको स्थापना विक्रम सम्वत 2029 साल सन् 1972-73 तिर नेपाल सरकारले गोर्खा क्षेत्रमा गरेको थियो। यो उद्योग नेपालमा स्वदेशमै टायर उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको पहिलो ठूला औद्योगिक प्रयासहरूमध्ये एक थियो। उद्योग सञ्चालनमा आएपछि ट्रक, बस तथा भारी सवारी साधनका लागि टायर उत्पादन गरिन्थ्यो र यसले सयौं नेपालीलाई रोजगारी दिएको थियो। विक्रम सम्वत 2030-2040 को दशकमा यसलाई नेपालको औद्योगिक विकासको आशा र गर्वको प्रतीकका रूपमा हेरिन्थ्यो। तर विक्रम सम्वत 2040 को दशकको अन्त्यदेखि उद्योगमा राजनीतिक हस्तक्षेप, कुव्यवस्थापन, पुरानो प्रविधि, कच्चा पदार्थ र बजार व्यवस्थापनको समस्या देखिन थाल्यो। विक्रम सम्वत 2050 को दशकपछि विदेशी टायरको आयात तीव्र रूपमा बढ्दै गयो, तर स्वदेशी उद्योगलाई पर्याप्त संरक्षण र आधुनिकीकरण दिइएन। यसका कारण उद्योग निरन्तर घाटामा गयो। अन्ततः विक्रम सम्वत 2060 सालतिर सन् 2003 आसपास गोर्खाली टायर उद्योगको उत्पादन पूर्ण रूपमा बन्द भयो र पछि यसलाई सरकारी रूपमा बन्द वा लिक्विडेसनतर्फ लगियो। यसको बन्द हुनु नेपाली औद्योगिक इतिहासमा राज्यको कमजोर नीति र दीर्घकालीन दृष्टिकोणको अभावको उदाहरणका रूपमा लिइन्छ।